नमस्कार। हरे कृष्ण हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। यो कृष्णको महामन्त्र लिएर विश्वमा प्रभुपादले विश्वमा यो श्रीमद् भागवत गीताको एउटा धर्म गीताभित्र भएको जो ज्ञानको प्रचार गर्नुभएको थियो, यो अहिले विश्वमा उक्त गीताको ज्ञान एकदमै आजभन्दा भोलिभन्दा पर्सि उदाउँदो छ। यद्यपि यो भिडियो देख्दै हुनुहुन्छ भने तपाईलाई म यहाँ प्रभुपादको दृश्य पनि देखाउँदैछु। यो चाहिँ अर्जेन्टिनाको दृश्य रहेको छ, जहाँ अर्जेन्टिनाका नागरिकहरू चाहिँ यसरी हरि कीर्तन गर्दै भगवान राधा कृष्णको स्मरण गर्दै कृष्णको यो लीलालाई, कृष्णको यो गानलाई चाहिँ साङ्गीतिकबाट यसरी चाहिँ उहाँहरूले सम्पूर्ण सनातनी पद्धति अनुसार नै हरि कीर्तन गरिरहनु भएको दृश्य देखाउँदैछु म। सर्वप्रथम अझ यो रहस्यमय कुरा, पूर्वीय सभ्यतालाई पश्चिमालीहरूले पनि दिन प्रतिदिन पूर्वीय सभ्यता नै उत्तम सभ्यता हो भन्दै उहाँ निरन्तर रूपमा चाहिँ यसरी हरि नाम हरि कीर्तन गर्दै हुनुहुन्छ। हिजो विभिन्न पशुहरूको मांस भक्षण गर्ने खाने व्यक्तिहरू हिजो त्यस्तै कपडाहरू लगाएर खुल्ला हिँड्ने दिदीबहिनीहरू अहिले हेर्नुस् त पूर्वीय सभ्यतालाई अङ्गाललाई यसरी हरि कीर्तन गर्दै हुनुहुन्छ। यो अर्जेन्टिनामा मात्रै होइन, पश्चिमाली मुलुकमा बढ्दो क्रम कृष्ण भक्तिमय, राम भक्तिमय, शिव भक्तिमय, देवी भक्तिमय, सनातनी हरेक देवी देवताहरूको पूजा अर्चना, भक्ति, भजन, कीर्तन चलिरहेको छ। र अर्को म रहस्यमय कुरा त के बताउँदैछु भने, हिजो पूर्वीय सभ्यता अनुसार नेपाल, भारत जो पूर्वका राष्ट्रहरूमा हिन्दुत्व अर्थात् सनातन ओमकार परिवारहरूले अङ्गालेको पद्धति, जस्तै पुरुषहरूले जनै धारण गर्ने र महिलाहरूले आफ्नो शरीरलाई 16 श्रृङ्गारमा सजाउँदै आफ्नो पूर्ण 16 श्रृङ्गार सहितको शरीरमा चाहिँ कपडाहरूले छोपिने र हाम्रो सनातन पद्धति अनुसार विभिन्न गतिविधिहरू, क्रियाकलापहरू अङ्गाललाई हिँड्दा यहाँ ढोगी भन्ने पात्रहरूको पनि कमी रहेन। र अहिले तिनै पश्चिमाहरूले विगतमा गरेका गतिविधिहरूलाई सुधार गर्दै अहिले यो पद्धतिमा, यो सभ्यतामा प्रवेश गरिसकेपछि उहाँले जुन ऊर्जा पाउनु भएको छ, जुन ज्ञान पाउनु भएको छ, यो ज्ञानको, यो ऊर्जाको बोध गर्दै यसरी हरि कीर्तन गाउँदै विभिन्न रथ यात्रा, कृष्ण रथ यात्रा, प्रभुपाद रथ यात्रा, रत्न रथ यात्रा यहाँ देख्न सक्नुहुन्छ। रथ यात्राको दृश्य पनि देखिरहनु भएको छ। र हिजो नेपाल, भारत लगायत विभिन्न यो पूर्वीय राष्ट्रहरूमा चाहिँ हिन्दू कल्चरलाई ढोङ भन्ने, आस्था माथि प्रहार गर्ने व्यक्तिहरूले नै अलि उही कल्चरको सम्बोधन गर्दै आफू नै
लागि परेको देख्दा अत्यन्तै गौरवान्वित छौँ।